बोले त जारी भनेको लिम्बू समुदायमा एउटा प्रचलित प्रथा हो जुन एउटा मान्छेले बिहे गरिसके पछाडि उसको श्रीमतीसँग डिभोर्स नभइकन अर्कोले यदि श्रीमती लग्यो भने त्यो केटीको माइतीले पहिलेको उसको बुढोलाई त्यो उसको बुढोले पालेदेखिको बिहे गरेकोदेखिको लगायत सम्पूर्ण खर्चहरू दिने चलन रहेको छ। त्यही प्रथा अर्थात् त्यही चलनमा आधारित रहेर जारी चलचित्र बनेको थियो 2023 मा, जुन चलचित्रले 17 करोड 48 लाखको कलेक्सन गरेर एउटा इतिहास रचेको थियो। 15 करोड भन्दा माथिको पैसा छाप्ने चलचित्रको रूपमा नयाँ इतिहास बनाएको थियो जारी चलचित्रले र आजको दिनसम्म पनि नेपालको सबैभन्दा बढी कमाउने चलचित्रहरूको सूचीमा 5औं नम्बरमा पर्छ जारी चलचित्र र त्यही चलचित्रको फ्रेन्चाइजको रूपमा जारी 2 चलचित्र आइसकेको छ। प्राय जसो नेपाली चलचित्रहरूले फ्रेन्चाइज बनाउँदाखेरि स्टोरी अर्कै बनाउने गर्दथे, त्यसको नाम मात्रै त्यही राख्ने गर्दथे। तर जारी चलचित्र यस्तो चलचित्र बन्न गइरहेको छ जसले पहिलेकै कथालाई रेगुलारिटी दिँदै गइरहेको छ। सो पहिलेको चलचित्र जारी तपाईले हेर्नु भएको थियो भने तपाईलाई थाहा छँदैछ कि मिरुना र दया आङ्ग्राईको क्यारेक्टरको मिलन पुनर्मिलन भइसकेको छ। जारी यताउता सब भइसकेको छ र उनीहरू बीचमा एउटा छोरी पनि जन्मिसकेकी छ अनि उता पाडी पनि जन्मिसकेकी छ। पाडीले कस्तो रोल पाउलिन् जारी 2 मा बोले त हेर्न मजा आउने वाला छ। इन्ट्रेस्टिङ कुरा के छ भने यो चलचित्रको ट्यागलाइनमा सङ अफ च्याब्रुङ पनि भनिएको छ, यानी कि च्याब्रुङको धुनहरू भनेर पनि प्रसारण गरिनेछ यो चलचित्रमा। यसलाई अझै डिपली रूपमा बुझाउनु पर्दा यो चलचित्रले च्याब्रुङको इतिहासको बारेमा अनि च्याब्रुङको कामको बारेमा अनि च्याब्रुङको यथार्थको बारेमा पनि धेरै वर्णन गर्नेछ भन्ने मलाई जहाँसम्म लाग्छ। तर ट्रेलरमा भने त्यो देखाइएको छैन। ट्रेलरमा यति मात्रै देखाइएको छ कि पहिलेको पार्टमा जस्तो जस्तो थियो त्यसैलाई अपग्रेड गरेर देखाइएको छ। पहिलेको पार्टमा मिरुना र दयाङको मिलन भइसकेको थियो र उनीहरू बीचमा छोरी पनि जन्मिसकेकी थिए। बर्दज नामको क्यारेक्टर छ जो दयाङ राईको सालो पर्छ सैन्यमा, यानी कि मिरुना मगरको भाइ हो, जो एक्लै च्याब्रुङ नाच्दै हिँड्ने गर्दथ्यो पार्ट 1 मा। र त्यो मान्छेसँग दयाङ राईको यानी कि उसको भेनाजुको ग्रह दशा नि मिल्दैन थियो। तर यो पार्टमा भने उनीहरू बीचमा एकदमै घनिष्ठ सम्बन्ध देखाउन खोजिएको छ, किनकि ट्रेलरको सुरुमै मिरुना मगरले भन्छन् त्यो बर्दोजेसँग एकदमै रिस उठेको छ मलाई, किन चाहिँ च्याब्रुङ दियो होला। पार्ट 1 मा पालम पनि गाउन नजान्ने दयाङ राईले पार्ट 2 मा भने च्याब्रुङ एकदमै मजाले सिकिसकेको छ, उसको छोरीलाई पनि सिकाउँदैछ। त्यति मात्रै हैन, पार्ट 2 मा दयाङ राई च्याब्रुङसँग एकदमै घनिष्ठ सम्बन्ध बनाइसकेको छ। उले च्याब्रुङ ननाचिकन उ बस्नै नसक्ने अवस्थामा छ। च्याब्रुङ नाच्नको लागि कसैको बिहेमा जान खोज्दै हुन्छ तर त्यो बिहेबाट निम्तो आएको हुँदैन र पनि उ जान खोज्छ भनिसकेपछि एकदमै धेरै रस बिजिसकेको छ च्याब्रुङमा। हुन पनि लिम्बू कल्चरमा जन्मेको हुर्केको मान्छेले च्याब्रुङ नाच्नको लागि एकदमै मन लाग्छ। जुन म लिम्बू कल्चरको आसपासमै जन्मेको बाहुनलाई पनि एकदमै मन पर्छ च्याब्रुङ। म पनि एकदमै रमाउने गर्छु च्याब्रुङको धुनहरुसँग अनि च्याब्रुङ नाचसँग पनि एकदमै रमाउने गर्छु म पनि। त्यति मात्रै हैन, मिरुना मगर र दयाङ राईको फेरि पनि पार्ट 2 मा झगडा पर्नेवाला छ। जारीको कुरा फेरि पनि निक्लिनेवाला छ। फेरि पनि पार्ट 1 जस्तै झगडा परिसकेर मिरुना मगर माइत जानेवाला छ। न्यू भने केमा आएर जोडिन्छ भने बर्दोजले दिएको च्याब्रुङ च्यातिएको छ। सायद मलाई जहाँसम्म लाग्छ दयाङ राई लडेर अथवा कुनै घटनाले उसको च्याब्रुङ च्यातिन्छ, मिरुना मगर रिसाउँछ र त्यही कारणले गर्दाखेरि उनीहरू बीचमा झगडा हुन्छ र फेरि पनि उ माइत जान्छ। अनि उता दयाङ राईले उले फकाउनुको साटा कुन स्ट्र्याटेजी अपनाउँछ त्यो हेर्न लायक हुन्छ। उता हाम्रो विजय बराल जो मंगलजिनको क्यारेक्टरमा छन् उनको पनि बिहे भइसकेको छ, तर उनले बिहे गरेकी श्रीमतीको एउटा आँखा सायदै बिग्रेको अथवा एउटा आँखा उनले देख्दिनन्। त्यही कुराले गर्दाखेरि उ एकदमै पीर मानिरहेका छन्, एकदमै दुःख मानिरहेका छन्। र रमाइलो कुरो एउटा छ कि विजय बराल यानी कि मंगल ध्वजका बाउ जो उपेन्द्र सुब्बा हुन् यो फिल्मका डाइरेक्टर, उनले त विजय बराल यानी कि मंगलजिनलाई घोक्र्याएर लगेर कोठामा थुनेको छिन्। एकदमै हेर्न लायक थियो, एकदमै कमेडी थियो। त्यस्तै गरेर पार्ट 1 2052 सालको आसपासमा बनेको थियो भने यो चलचित्र पार्ट 2 2062-63 को जनआन्दोलनलाई पनि देखाउने वाला छ। यो चलचित्रमा भने एकदमै धेरै सस्पेन्सहरु देख्न पाइनेवाला छ, किनकि यो भन्दा अगाडि टिजर आएको थियो एउटा जहाँ रिचा शर्माको क्यारेक्टर पनि थियो। कहीं कतै सुन्नमा आए अनुसार रिचा शर्मालाई माओवादीको कमान्डरको रूपमा देख्न पाइनेछ। त्यो कुरो यहाँ देखाइएको छैन, माओवादीको कुनै पनि क्लिपहरु देखाइएको छैन आजको ट्रेलरमा। उता जारीको कुराहरु पनि यो चलचित्रमा एकदमै मजाले उठाइनेछ अनि च्याब्रुङका कुराहरु पनि एकदमै मजाले उठाइनेछ। अनि उता बुद्धि तामाङले भनिरहेको छ लिम्बुनीहरु एकदमै कडा हुन्छन्, एकदमै अकडा हुन्छन्। के तपाईहरु पनि अकडै हुनुहुन्छ लिम्बुनी सापहरु? कमेन्ट गर्नु। सो कार्तिक 21 गते जारी चलचित्र सँगसँगै लिम्बुनीहरुलाई हलमा भेट्नको लागि तयार हुनु होला। अर्को भिडियोमा भेटौँ नै छ। नेपाल आमाको जय।